सम्मानीय सभामुख महोदय, सर्वप्रथम मान्य मन्त्रीज्यूहरूलाई धन्यवाद भन्न चाहन्छु। उहाँहरूले सांसदहरूलाई यति असाधारण क्षमताको धनी भन्ठान्नु भएको छ कि विकासको कार्यक्रमको पुस्तिका आउने बित्तिकै 2-3 दिनभित्रै मन्त्रालयका सम्पूर्ण बजेट, नीति प्राथमिकता, खर्चका विवरणहरू अध्ययन गरेर त्यसको विश्लेषण गरी खर्च कटौतीका प्रस्ताव समेत तयार पारेर यहाँ गम्भीर छलफलै गर्न सकिन्छ भन्ने यहाँहरूले हामी माननीयज्यूहरूको क्षमताबारे यति धेरै सोचिदिनु भएछ। हामी कुनै सुपर कम्प्युटर नै होइन, सरकारले विश्वास गरे जस्तो यो अति नै महत्त्वपूर्ण दस्तावेजहरूमा 2 दिनको समयमा 18वटा मन्त्रालयको 18वटा विकास पुस्तिका हामीले कसरी पढ्न सक्छौँ। यसपटक त चुनाव विशेष परिस्थितिमा भयो, बजेट ल्याउने हताश पनि थियो, हतारो पनि थियो, तर अर्को पटक चाहिँ यो सुधार गरियोस्, किनभने सदनमा भएका छलफलहरू, बजेटका छलफलहरू कर्मकाण्डी होइन, वास्तवमै प्रभावकारिताकै विषयलाई ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ। विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकहरूमाथि हुने छलफलको क्रममा म पूर्वाधार विकास मन्त्रालयको तर्फबाट सुरु गर्न चाहन्छु। मन्त्रालयले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण करिडोर, नागढुङ्गा सुरुङ मार्ग, रेलमार्ग तथा विभिन्न रणनीतिक पुल तथा सडक आयोजनाहरूलाई निरन्तरता नै दिएको छ। यसले राष्ट्रिय एकीकरण, आर्थिक विकास, क्षेत्रीय सन्तुलन र यातायात पहुँच विस्तार को सकारात्मक सङ्केत दिएको छ। तर दस्तावेजलाई अध्ययन गर्दा एउटा गम्भीर प्रश्न उठ्छ। दशकौँदेखि नेपालले पूर्वाधार निर्माण गरिरहेको छ कि पूर्वाधारको लागि बजेट विनियोजन मात्रै गरिरहेको छ। अबको सरकारले यो थितिलाई तोडोस् यो मन्त्रालयले। मदन भण्डारी राजमार्ग, मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर जस्ता आयोजनाहरूले दुर्गम क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नेछन्। हाम्रो जस्तो भौगोलिक रूपमा जटिल मुलुकमा सडक र पुल भनेका स्टेट बिल्डिङका उपकरण नै हुन् भन्दा पनि हुन्छ। कोशी, कालीगण्डकी र कर्णाली कोरिडोर तथा हिल्सा सिमिकोट सडकमा उल्लेखनीय बजेट विनियोजन गरिएको छ। यसले नेपालले भविष्यमा सीमापार व्यापार, पर्यटन र वैकल्पिक व्यापारिक पहुँचको विस्तारलाई रणनीतिक महत्त्व दिनेछ। नागढुङ्गा सुरुङ मार्गलाई प्राथमिकतामा राखिनु सकारात्मक पक्ष हो। नेपालको भौगोलिक अवस्थालाई हेर्दा कतिपय स्थानमा बारम्बार सडक चौडा पार्ने भन्दा सुरुङ मार्ग दीर्घकालीन रूपमा बढी किफायती र सुरक्षित विकल्प